हेलो नमस्ते गुड मर्निङ सम्पूर्णलाई। म लागेँ आजबाट हैन। म कहाँ लागेँ थाहा छ? यो गु खाने भन्ने, यो कान काटेर फाल्छु भन्ने, म टाँका लगाउँछु भन्ने, म देश छोड्छु भन्ने, म देशकै पानी खाँदैन भन्ने सम्पूर्णलाई म खोज्दै हिँडेको हैन। कहाँ छ खै यतैतिर छ अरे भन्ने कुरा सुनेको छु। खै खोजेर पाउँदैन के हो, कहाँ छ भनिदिनु ल। कसै देख्यो भने टक्क ल्याउनु पर्यो, यहाँ अनलाइनतिर ल्याएर जुटाउनु पर्यो नि त हैन। यताउता त भनिहाल्यो हैन। यता बिल्डिङतिर छ कि कता छ कि यतातिर छ, कहाँ छ हैन। सम्पूर्णले यो मेरो आइडीलाई माया गरिदिनु होला हैन। मेरो सम्पूर्णलाई अब कसैले भनेको थिएन नेपालमा चुनाव हुँदैन। फाइनली चुनाव त भइसक्यो हैन। अब हाजिर त भइहाल्छ। कसको चाहिँ दुईटै बहुमत आउँछ सम्पूर्णले यहाँ ल भनिदिनु त, कमेन्ट गरेर कमेन्ट गरेर भनिदिनु कसको चाहिँ आउँछ दुईटै बहुमत ल भन्नु पर्यो हैन। हाम्रो देश नेपालमा त यस्तै छ हैन, केही हुने हुँदैन। सामाजिक सञ्जाल त्यस्तै, हर चिज त्यस्तै के। म यो गर्छु, म त्यो गरिदिन्छु, म यो गरेर फालिदिन्छु भन्ने सबै के भन्नु। अब यो सबै खुट्टा टानाटान गर्ने मात्रै छन् हैन। जे जस्तो भयो नि, अब चुनाव भइहाल्यो। आजबाट मतगणना पनि चालु भइसक्यो। कसले दुईटैको बहुमत आउँछ ल भन्नु ल सबै यहाँ भिडियोमा। यो भिडियो मेरो युट्युबमा आउँछ, प्रकाश श्रेष्ठ भ्लगमा आउँछ हैन। सम्पूर्णले माया गरिदिनु होला, भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला हैन। यस्तै छ हाम्रो देशको चुनावी माहौल पनि सम्पूर्ण भइसक्यो। राम्रो भयो यसपालि 2084-74को भन्दा यसपालि राम्रो भयो। सब कुछ चुनाव पेटिका उठाएर हिँड्ने जिम्मा चाहिँ हाम्रो नेपाली सेना राष्ट्रिय सेवकलाई जिम्मा लगाइदिनु भयो हैन। नेपाल सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। कसैले मत पेटीहरू यताउता गर्ने भन्ने कुरा त पाउँदै पाएन नीति भएपछि हैन। के छ विचार सम्पूर्णले? मेरो आजसम्म कतिजनालाई मेरो भिडियो मनपर्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला ल साथीभाइहरू। म भोलि आउँछु, आजलाई यहीँसम्म। गुड बाई। जय देश जय नेपाल।